साथीहरु नमस्कार। आज के भन्नुलाई यहाँ आएको भने आज म युट्युब च्यानल भ्लग बनाउन आएको। हजुरहरुले सब्स्क्राइब कमेन्ट शेयर गरिदिनु होला, घण्टी पनि बजाइदिनु होला, नगर्नु भएकाले गरि पनि दिनु होला। मन्जु भ्लग 31 मा आज चाहिँ म यहाँ चोकटी केराबारीको पानमारा चोकटी छ डागी छौ बीचमा आएको छु। भाइरल रोडमा फुलहरु फुलेकोमा यो पानमारा छ हैन भाइ। आज त डागी छौ भने दिदी भाइ यही शरम गर्न आकै शरम पैसा यो मैले 15,000 पनि मैले हस्तान्तरण गरे। यो फुलमा चाहिँ म अस्ति आएको थिएँ। अब चाहिँ साथीहरु चोकटी आइपुग्यो। चोकटी चोक शक्तिशालीका छेउको बिचमा चाँडो खिचेर गर्नुपर्छ। अहिले चाहिँ हामी चोकटी आइपुग्यौँ। हेर्नुहोस् त साथीहरु एकदम राम्रो भएछ। मैले 20-22 गते त मेरो साथीहरु थियो है ततिर त कतितिर मलाई पनि चिन्दैन होला। अहिले खुब त माथि साथीहरु के म पहिला फेरि अर्कै खालको थिएँ नि त भाइ, यस्तो थिइन। अनि अहिले चाहिँ चोकटी आइपुग्यो। पहिला म कस्तो राम्रो भएछ। म 20-22 वर्ष भयो भाइमा। अब यस्तो घरै थिएन, यत्रो झोपडी थियो क्या। जङ्गल त आज घर त झोपडी थियो साथीहरु। हेर्नु अहिले चाहिँ चोकटी भन्ने ठाउँ हो होइन। काँसबारी आइपुग्न आँट्यो, भाइरल रोड आइपुग्न आँट्यो। म चाहिँ धरान 5 देखि आएको साथीहरु। सुनसरी हो होइन र? सुनसरी हो। खतरा खतरा हेर्नु त कति राम्रो भाइ। कस्तो रमाइलो भयो आज त साथीहरु। तपाईहरु पनि रमाइलो गर्नुपर्छ है। म त एकदम रमाइलो गर्ने मान्छे। यो मेरो साथीको हो नि, तर अहिले त्यसले छोरो कि के हो यहाँ भएको। रमाइलो भइरहेछ नि होइन भाइ? दिदीसँग हिँड्दा त त्यसो पनि रमाइलो त। साथीहरु आइपुग्यो टिकटेर म खाइ हेर्नु त साथीहरु। लु काँसगारी, यो चाहिँ काँसगारी भाइरल रोड यही हो। मान्छेहरूलाई पनि देखाइदिउँ न। हेर्नु त साथीहरु थुप्रो छ टिकटक बनाउँदैछ है। टिकटक बनाउनेहरू यी हेलो साथीहरु। हेर्नुहोस् नाइस मेरो भ्लग कस्तो लाग्छ भिडियोहरु हेरिदिनु होला। यहाँ म पनि भ्लग बनाउन आएको, एक्सट्रा क्लिप बनाउन आएको साथीहरु। सबै फुल भाँचेर के सबै फुल भाँचेर हेर्नु न यस्तो बिजक गरिदिएको छ। अनि के गर्नु साथीहरुले, यस्तो चाहिँ गर्ने काम नगरौँ न भनेको। हेर त रिमा कहाँ पुग्छ थाहा छ? संसार पुग्छ। म चाहिँ एकदम रमाइलो गर्ने मान्छे हो। किनभने म चाहिँ धेरै दुःख पाएर यहाँसम्म आफ्नो खुट्टामा आफै उभिएको मान्छे हो कि। इतने तेजस्वी लोग हैं हमारे पास। म चाहिँ अनि अहिले चाहिँ म एकदम हिँड्ने घुम्ने रमाएर हिँड्ने होइन, एकदम खुसी हुने खुसी साथले बाँच्ने मान्छे हो। मलाई चाहिँ एकदम हिँड्नु घुम्नु मलाई मनपर्छ होइन। म चाहिँ एकदम रमाइलो गर्ने मान्छे हो। अब तपाईहरुले पनि जति मनमा दुःख पीडा भए पनि यो ठाउँमा आउँदा चाहिँ साथीहरु एकदम मन भुल्दो रहेछ के। यो ठाउँमा आउँदा चाहिँ एकदम मन भुल्दो रहेछ मलाई चाहिँ। तुम्हें कैसे पता चला? तुम्हें कैसे पता चला? एकदम तपाईहरुलाई पनि त्यसरी छ भने चाहिँ यो ठाउँमा आएर यसो एउटा भिडियो बनाइदिनु होला। तपाईहरु आउनु होला हैन। एकदम राम्रो छ ठाउँ एकदम। झूठ बोलो। यी तर फुलहरु चाहिँ सबै भाँचेछ के। बाटोको सबै भाँचेर चाहिँ यसरी भाँचेर चाहिँ उनीहरूले
अहिले चाहिँ सिक्रा जस्तो मात्रै छ के साथीहरू तर छेउछाउमा तर भित्र रहेछ अब यो म बाटोको रोडमा अब म भित्र गएर एउटा क्लिप बनाउँछु होइन भरे नि युट्युब च्यानलमा आउँछ है त साथीहरू अनि तपाईँहरू के छ तपाईँहरू सन्चै हुनुहुन्छ सन्चै हुनु पर्यो नि होइन म चाहिँ एकदम सन्चै छु होइन म त जहिले तहिले पनि सन्चै दुखी कहिले पनि हुँदिनँ कि म एकदम मेरो मन सुखी एकदम दुखी भए पनि म मन सुखी पारेर हिँड्ने मान्छे हो होइन एकदम रमाइलो गर्ने मान्छे तपाईँहरू पनि रमाइलो गर्नुहुन्छ भने मन्जु राईसँग जोडिन सक्नुहुन्छ है त साथीहरू होइन एकदम रमाइलो छ मैले चाहिँ किनभने तर घरबाट आउँदा त फेरि पानी पर्न आँट्यो यहाँको त गर्मीले गाह्रो हुने रहेछ क्या साथीहरू गर्मी भएर धन्न घाम लागेको छैन र घाम लागेको छैन र पनि आज शीतल भइरहेको छ त्यही भएर चाहिँ तर यहाँ सबै दुःख लाग्दो कुरा चाहिँ के फुलहरू सबै भाँच्दो रहेछ क्या साथी तर तपाईँले आएर चाहिँ फुलहरू चाहिँ एउटा पनि नभाँच्नु ल फुललाई एकदम माया गर्नुपर्छ यहाँ चाहिँ सबै फुलहरू भाँच्दो रहेछ क्या यहाँ चाहिँ भिडियो बनाउने आउनेले यस्तो राम्रो हुँदैन नि त मान्छे साथीहरू लास्टै गर्मी भयो क्या अहिले त घाम छैन र पनि एकदम गर्मी भइरहेछ साथीहरू साह्रो गर्मी हो टिकटक बनाउने चाहिँ यहाँ भिडै हुँदो रहेछ मेरो भाइ कता गएको भाइ खोज्ने हिँडेको भाइ नै हरायो जस्तो छ फर्स्टै भाइ खोज्नु आएको भाइ नै हरायो अनि कस्तो लाग्यो त भाइलाई मेरो भाइ चाहिँ फेरि एकदम नाच्ने यता हेर्नु न 2 शब्द राखिदिनुहुन्छ 2 शब्द राखिदिनुहुन्छ कौन है ये लोग कहाँ से आते हैं तपाईको ब्लगमा मैले पनि 2 शब्द बोल्नु पाउँदा चाहिँ धेरै खुसी लागेको छ हैन जति पनि हाम्रो रिमा दिदीको युट्युब ब्लगमा जति पनि एक्टर्स हुनुहुन्छ सबैले लाइक गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला र नहुनेले पनि एकदमै माया गरेर लाइक कमेन्ट गरिदिनु होला मेरो युट्युब च्यानलको भनिदिनु न युट्युब च्यानलको नाम भनिदिनु न युट्युब च्यानल चाहिँ उहाँको चाहिँ रिमा हैन मन्जु भ्लग 31 मन्जु भ्लग 31 फेरि सुन्नुहोस् है राम्रो गरी अच्छा ठीक है मन्जु भ्लग 31 मा चाहिँ तपाईले युट्युब च्यानलमा गएर चाहिँ उहाँको च्यानललाई चाहिँ टक 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 गरिदिनु होला अनि शेयर पनि गर्दिनु होला घन्टी पनि बजाइदिनु होला अरे उहाँ चाहिँ एकदमै मेरो प्रिय दिदी हुनुहुन्छ हैन एउटा समाज सेवामा पनि एकदमै आफ्नो सम्पूर्ण सबै तन मन धन भन्ने त आफ्नो ठाउँमा छ नि त मन हुनुपर्छ सबभन्दा मन र विचार है हजुर उहाँले चाहिँ त्यो सबै उहाँको चाहिँ मनबाट नै उहाँले समाज सेवामा अहिले धेरै ठाउँमा मैले देख्दै आउँछु खुसी लाग्छ गर्नुपर्दाखेरि तपाईँहरूले गर्नु भएर त हामीले यो बाटोमा यसरी गर्नुपर्ने रहेछ भनेर हामी सोचेको गर्छौँ होइन अरे बस कर रुलाएगा क्या खुसी लाग्यो दिदी त्यो ठाउँ यस्तो राम्रो नाचिदिनु न त एकताल खुसी लाग्यो के हो भैया कहाँ भैया कास गाडी भाइ हाम्रो नेपाल एकदम बेहुली सिगारी राखेको छ अहिले क्या है यस्तो राम्रो ल धन्यवाद दिदीको युट्युब च्यानलमा नै बोल्नु पाउँदा ब्लग बोल्नु पाउँदा सबैले सेयर गरिदिनु होला र मेरो पनि गरिदिनु है रोशना दिदी हेलो भाइ म त भिडियो किन ल मेरो युट्युब च्यानलमा यहाँलाई रिमा दिदीलाई धेरै धन्यवाद थ्याङ्क यू भाइ कस्तो लाग्छ तपाईँ पनि यहाँ भ्लग गर्न आउनुभएको हजुर म पनि भ्लग गर्न आएको एकदम राम्रो लागिरहेछ भाइ एकदम रमाइलो लागिरहेछ साइड गरेर बोल्नु अलिकति अब भाइ दिदी तपाईको भ्लगमा पनि म छु मेरो भ्लगमा पनि तपाईँ हुनुहुन्छ अनि दिदी कस्तो लाग्यो एकदम रमाइलो यता आउने न भाइ तपाईँको नि क्यामेरा जित्यो अब दिदी भाइको क्यामेरा जित्यो के गर्ने होला है
कस्तो दामी हैन दिदी एकदम राम्रो रमाइलो तर यो सबै के भाइ भाँचीहरू नि फुलहरू चाहिँ नभाट्नु पर्ने होइन अब हामीले एक दिन आएर भनेर के गर्ने होइन सबै नभए त एकदम राम्रो रहेछ हामीले यो लाउँछौँ होइन अनि कतिले मान्छे हेर्न आउँदाखेरि त फुलै छैन भने उनीहरूलाई के मतलब अनि डन्ठी मात्रै आउँदा त यस्तो डन्ठी गर्दै होइन अब लाउनुपर्छ अब सुझाव दिनुपर्छ होइन अब साथीहरूले चाहिँ आएर होइन यो फुलहरू चाहिँ नभाचिदिनु तपाईँहरू आएर भिडियो बनाउन सक्नुहुन्छ फोटो खिच्न सक्नुहुन्छ तर यो फुल चाहिँ नभाट्नु होला आफ्नै छोराछोरी जस्तै सम्झिनु होला भनेर मैले चाहिँ सुझाव आफ्नै छोराछोरी जस्तै सम्झिनु होला भनेर मैले चाहिँ सुझाव दिन्छु समाज सेवामा पनि एकदमै तल्लीन हुनुहुन्छ हाम्रो हर्क सामपाङ सरको श्रमदानमा सधैँ मैले देख्ने आज तपाईँ प्रत्यक्षमा देख्नुभयो त खुसी लाग्यो दिदी त्यो तपाईँले पनि भ्लग बनाउँदै गर्नुहोस् हुन्छ भाइ वास्ता हुन्छ हुन्छ भाइ हुन्छ तपाईँ त्यता बनाउने मैले यता बनाउने साथीहरू हेर्ने नि अब तपाईँहरूले चाहिँ सबैजनाले आएर म के भन्छु भने नि यो फुलहरू चाहिँ हजुरहरूले चाहिँ नभाटिदिनु होला होइन किनभने यो फुलहरू भाँचेर यस्तो हेर त सबै लोटेर भुइँभरि म त कस्तो माया लाग्यो के तर यसरी गर्नु हुँदैन नि यो सबैजना अब मैले भिडियो हाल्छु भएर यो हेरेर उहाँहरू पनि कहाँ रहेछ भनेर आउनुहुन्छ नि त साथीहरू आउँदाखेरि त सिक्रा मात्रै भयो भने त यसको सिक्राको त के काम होइन भिडियो बनाउनु टिकटक बनाउने राम्रै हुँदैन सबै भाँचेको रहेछ के सबै भुइँभरिहरू त यस्तो पाप हो नि त यो आफ्नो छोराछोरी जस्तै हो कि म त एकदम फुलहरूलाई माया गर्ने मान्छे म चाहिँ मेरो घरमा पनि धेरै म फुलहरू रोप्छु होइन आफ्नो घरमा कोठामा म चाहिँ फुलहरू धेरै म फुललाई माया गर्छु अनि म चाहिँ आफू जस्तै लाग्छ के र म चाहिँ आफ्नो छोराछोरी भन्दा पनि धेरै प्यारो मेरो फुललाई म माया गर्छु फुल आई लभ यु म माया गर्छु फुल आई लभ यु के बोले भाइ अब के बोले के छ थाहा बोले धेरै मिस गर्छु फुलको चाहिँ म एकदम भोगी हो मलाई होइन म एकदम फुल मलाई मनपर्छ तपाईँहरूले सबैजनाले फुल चाहिँ नभाटिदिनु होला ल तपाईँहरूले यस्तो फुल भाँचेर के गर्नुहुन्छ हेर्नुहोस् त यो सबै फुल भाँचेर यस्तो फुलहरू भाँचेर भुइँभरि फ्याँक्नु भएको छ यसरी यस्तो नगरिदिनु होला म तपाईँहरूलाई बिन्ती गर्छु साथीहरू यसरी यो फुलहरू भाँचेर भुइँभरि नफ्याँकिदिनु होला तपाईँहरू आउनुहोस् भिडियो बनाउनुहोस् जानुहोस् होइन तर राम्रो तर यो फुल चाहिँ भाँच्ने काम चाहिँ नगरिदिनु होला भनेर म यति नै अनुरोध गर्छु धन्यवाद छ मेरो भिडियो हेरिदिनु भएकोमा है त साथीहरू 2000 years later अब चाहिँ हामी भिडियो बनाइसक्यौँ भाइ र म दिदी भाइ आज आएको अब भिडियो सिडियो बनाइसक्यौँ अब चाहिँ सकेर हामी यसो पूर्वतिर घरतिर लाग्यो है त साथीहरू पानी पर्ने आँट्यो अनि अब एकदम भिडियोहरू एकदम राम्रो हामीले बनायौँ रमाइलो लाग्यो एकदम धेरै राम्रो रहेछ एक ठाउँमा अनि म चाहिँ फर्स्टचोटि आएको मेरो भाइले लिएर आउने यहाँ स्कुटीमा ल्यायौँ अनि भाइले चाहिँ टोपी लाएर नाचिरहनु भएको छ एकदम रमाइलो हुनुहुन्छ मेरो भाइको युट्युब च्यानल भनिदिनु त भाइ रोशन बान्तावा सुच्चा राई युट्युब च्यानलमा गएर विशेष गरेर त्यहाँ विभिन्न प्रकारको खिचडीहरू पाउनुहुन्छ चारीहरू अनि उहाँले चाहिँ डान्स पनि सिकाउनुहुन्छ एकदम सस्तो होइन पैसा नहुनेहरू पनि थोरै पैसा लिएर आइदिनु होला डान्स सिक्नुमा उहाँ चाहिँ एकदम नाचौँ दिदीभाइ अनि हामी यति भन्दै आजलाई यति भन्दै अब हजुरहरूसँग बिदा भए मागेको छु होइन फेरि अर्को भिडियोमा फेरि भेटौँला माया गरेको मिस्छु बाई बाई साथीहरू फेरि अर्को भिडियोमा भेटौँला है तपाईँहरूलाई भेटौँ ओके बाई बाई त्यसोसम्म तपाईँहरूले मेरो भिडियोलाई कमेन्ट गरिदिनु भएकोमा हेरिदिनु भएकोमा धन्यवाद छ तपाईँहरू ध्यान दिनुमा हेरिदिनु होला अब फेरि राम्रो तपाईँहरूको लागि नयाँ भिडियो क्लिप बनाएर आउनेछु ओके बाई बाई